कस्तो हो त यो हेर्नुहोस् त साथीहरू मैले जुन अघि कुरा गरेको थिएँ यही हो साथीहरू यो चाहिँ यस्तो छ डिडिपी भनेको यही हो जो बाहिरी आवरण चाहिँ यही हो है साथीहरू डिडिपी भनेको चाहिँ यही हो है चट्ट लगाएर सिधा हुने चट्ट त्यहाँबाट सुरु घुम्नु गऱ्यो चट्ट त्योमा जाने अनि तर मुनिबाट त्यो पिस भनेको त्यहाँबाट माथिल्लो एरिया अहिले हामी देखेको चाहिँ माथिल्लो एरिया चट्ट सुरु भएपछि चट्ट यति छ डिडिपी भन्छ यसलाई यताबाट अस्ति हामी गएको थियौँ यहाँ हो यो त यहाँ कति दामी ठाउँ है ठाउँ होइन ठाउँ ओहो औ ल हेर्नु त यो यस्तो छ है यहाँ हेर्नु त साथीहरू कस्तो छ ठाउँ ठाउँ हेर्नु त यहाँ यति सफा एकदम कस्तो दामी छ यहाँ ठाउँ फोटो सेसन ल दामी कस्तो रमाइलो ठाउँ हेर न माथि कस्तो थर्केको है ठाउँ त के रहेछ कस्तो छ सुधानी दाग लाग्ला रहेछ कि ओ यो आमाम यो यस्तो छ यहाँ बसेर एकचोटि फोटो खिच्थेँ हामीले आमाम कति रमाइलो ठाउँ रमाइलो त यो ठाउँ तर समय सिकार भएको यस्तो लाग्यो चाहिँ कस्तो लाग्यो होइन रहेछ टाइम भयो त होइन म त टाइम पो भयो आउनु है साथीहरू हेर्नु त कति रमाइलो ओहो मेरो त भिडियो त भर्याङको भिडियो जस्तो लाग्छ तै पनि हेर्नु त कति रमाइलो छ क्या आमामामामा चिल्लोको कुरा नगरौँ रमाइलो कुरा सफाको ओ माई गड धेरै माथि नि के जाने यस्तो हेर्नु त लगभग बन्द हुनु पनि लागेको छ अब त टाइम इज गोइङ अफ 8 बजीसम्म मात्रै खुल्छ साथीहरू यहाँ आउनुभयो भने चाहिँ 8 बजीसम्म मात्रै हो बिहानको 10 बजीबाट अनि बेलुकाको साँझको 8 बजीसम्म मात्रै खुल्छ है त साथीहरू यो चाहिँ जानकारीको लागि तपाईँहरूलाई मैले सूचना गराउन चाहन्छु यता उता कता जाने के कति सफा हो यतै सुतेर बस्नुहोस् है ओ माई गड हेर्नु त त्यतै पुग्छ होला है हामी चाहिँ यस्तरी हिँड्दैछौँ आमा फोटो पनि दामी आउँछ त राम्रो आउँछ कता ग्रासमा ए हो र कति राम्रो हुन्छ त यस्तो